ल हेर्नुहोस् साथीहरू, वनमृग घोरलको बच्चा यो सानो कति महिनाको हो यो घोरल। रौँ त बहुत बाक्ला हुन् रहेछ नि त घाँटे। अघि नै बज्दैन भन्थ्यो त त्यो ब्याट्री सकिएको छ भनिकन। ए घोरलको बच्चा पाठी हो। ए बोका हो। ल हेर्नुहोस् ल हेर्नुहोस्, यत्रै भए त कहाँ समात्न दिनु हो उहाँ। ए ल हेर्नुहोस् घोरल। मान्छेदेखि त मर्दो रहेछ। ल ल ल ल घोरलको बच्चा जङ्गलमा विपत्ता भएर घरमा ल्याएर पालेको छ। देख्न सक्नुहुन्छ नदेखिएर घरमै सानो हुँदाखेरि 4-5 दिनसम्म त्यहाँ उभोको रहेछ। झाडीमा परेर यसलाई घरमा ल्याएर पालिरहेको अवस्थामा यो यस्तो चोट लागेको छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ घाउ भइरहेको रहेछ। यो औषधि लगाइदिनु भएको रहेछ। अलिअलि घाँस खान्छ। हेर्नुहोस् घोरल, प्योर घोरल भन्ने यही हो। हेर्नुहोस्, देख्न सक्नुहुन्छ घोरल जङ्गली मृग।